राज्यले नदेखेको जुम्लामा राजाले देख्यो। हिमानी शाह छोरालाई हातमा डोर्याउँदै हातमा बेलसा थमाएर जुम्लामा गएर प्रसुति गृहको चाहिँ तपाईँको शिलान्यास गर्नुभएको छ। गणतन्त्र आए पछाडि कतिवटा सरकार बन्यो, जुम्लामा त एउटा पानीको धारा पनि दिएको रहन्छ त। अहिले पनि तुइन विस्थापित हुने त कुरै जाओस्, तुइनको त्यो लट्ठा पनि हेर्नुहोस् जीर्ण अवस्थामा छ। कुन दिन त्यो तुइनेबाट चाहिँ मान्छे झरेर मर्न पर्ने स्थिति हुन्छ। नेतालाई च्वास्स पेट घोच्यो जापान, च्वास्स चाहिँ तपाईँको चाहिँ पेट पोल्यो अथवा चाहिँ टाउको दुख्यो एपोलो भारत, मेरान्त, भेलर। यहाँ पूर्व विशिष्टको सेवा सुविधा बढाउने कुरा भइरहेछ, तर राजाको नाति चाहिँ तपाईँको चाहिँ जनताको सेवा गर्न जान्छ। ल हेर्नुहोस् है फरक कति छ। हाम्रो नेताका छोरा बुहारीहरू हनीमुन मनाउन विदेशमा जान्छन्, बिकिनी लाएर समुद्रमा बस्छन्। तर राजाको नाति त हनीमुन चाहिँ तपाईँको चाहिँ यो होलिडे मनाउन पनि नेपाल फर्क्यो, देश सम्झेर फर्क्यो। अब हामीले के बुझ्न पर्छ भन्दा त्यो डमरू अब डमरू छैन, उसँग भइसक्यो। राजाको छोरा नाति साबेल चलाइरहेछ, नेताको छोरा नाति सुन तस्करी गरिरहेछ। फरक यहाँ देखियो नि। पार्टीको झोला बोक्ने होइन क्या जनप्रतिनिधि भएर, कमसे कम ढुङ्गा बोक न, श्रम गर न। ढुङ्गा बोके पो विकास हुन्छ। झोला बोक्छौ अनि नेताले सिकाउँछ झोले हो भनेर। अबको आन्दोलनको नेतृत्व भनेको बालन पुस्ताले गर्छ। अब यो बालन एज हो, यो बालन युगमा गइसक्यो हामी अहिले। यो बाजे युग होइन, यो बालन युग हो। बालन पुस्तालाई समेट्न पर्छ। घर भएकाहरूले पनि कुन चाहिँ विशिष्ट छ काठमाडौँ घर नभएको? एउटा मात्रै हो र? दुईटा तीनटा घर नभएको कुन चाहिँ विशिष्ट छ यहाँ? अनि आफ्नो घर छोरीको नाममा राख्ने, हजुर हेर्नुहोस्, बुहारीको नाममा राख्ने, सम्धीको नाममा राख्ने, पूर्व विशिष्ट हुने बित्तिकै राजनीति गर्न कुदिहाल्ने। फेरि अब पूर्व राष्ट्रपति पनि कुद्ने तयारीमा हुनुहुन्छ। हजुर हेर्नुहोस्, हजुर देश दौडा गरिरहनु भएको छ। कुन दिन चाहिँ म पार्टीकै हो भन्न मात्रै बाँकी छ उहाँले पनि। गगन थापाका विषयमा पनि विदेशी चाहिँ तपाईँको चाहिँ होटलमा लगानी भनेर आयो। आशा गरेका नेताहरूको पनि विदेशमा लगानी भनिसके पछाडि त यो त आश्चर्यजनक कुरा भएन? राजा ज्ञानेन्द्रले चाहेर भन्दा पनि प्रचण्ड ओली र शेरबहादुरले चाहेर नै यो देशमा चाहिँ राष्ट्रता फर्किन्छ। इतिहासमा त कस्ता समेत पनि राजा थिए भने कि पहिला आफू खाना खानुभन्दा अगाडि चाहिँ तपाईँको चाहिँ बारदलीमा बसेर जनता